हेलो एभ्रिवान, नमस्ते, वेलकम छ मेरो भिडियोमा सबैजनालाई फेरि पनि। आज चाहिँ म तपाईहरुलाई किमाथाङका गाउँ घुमाउँदैछु। यो चाहिँ रहेछ भटखोला गाउँपालिका 1 नम्बर वडा कार्यालय। यो ठाउँ चाहिँ पर्छ भटखोला गाउँपालिकामा र यो भटखोला गाउँपालिका 1 नम्बर वडा कार्यालय चाहिँ किमाथाङकामा पर्छ। हेर्दै जानु होला, बाँकी दृश्यहरू यहाँहरुमा प्रसारण गरिरहनेछु। तल देखेको चाहिँ चाइनाबाट आएको अरुण नदी। यो अरुण नदी चाहिँ हाम्रो तल आउने हो। पारिको चाहिँ चाइना गाउँ। यो ओह्रालो हुँदै हामी चाहिँ लाग्दैछौँ गाइज। जाँदा जाँदै अरुण पारिको चाइना गाउँ यही हो। यो चाहिँ बौद्ध धर्मको धर्मस्थूपा माने हाम्रो अल्लाह साहबले घुमाएर स्टार्ट गरिसक्नु भएको छ। सरररररर ओ माने प्रेम हो, ओ माने प्रेम हो। हाम्रो चाहिँ जाने क्रम बाँकी नै छ गाइज। यस्तो बाटो हुँदै जानुपर्छ हाम्रो सीमामा। यो चाहिँ हाम्रो सीमा सशस्त्र प्रहरी बलको अफिस हो गाइज। यहाँसम्म आइसकेका छौँ। को कार्यालय हुँदै हुँदो हामी जाँदैछौँ। यो बाटो हुँदै हामी चाहिँ जाने हो। पारि सबै चाइनाको गाउँहरू अरुण पारि गाइज। हाम्रो जाने क्रम जारी छ। ओह्रालो जानुपर्छ। शहरी विकास मन्त्रालय मार्फतको शहरी विकास तथा भवन निर्माण विभाग हुँदै चाहिँ ओह्रालो यो पारि हुँदै हामी जाँदैछौँ। पारिको चाइनाको गाउँहरू देख्नु पाइन्छ गाइस। अरुण खोला हुँदै जस्ट नेपाल चाइना गाइस हुँदै हामी जानुपर्छ। यसरी नै चल्दैछ गाइज। बिहान 8 बजे ड्युटी आयो। अप्रोच हुँदै सीमा सुरक्षा ड्युटी माटो पर्छ यता चाहिँ हाम्रो हो। यस्तै बाटो हुँदै हामी चाहिँ सीमामा ड्युटी हिँडेको गाइज। लगभग आउने बेला भयो। यतापट्टिको घर चाहिँ चाइना पर्छ। यो बाटोदेखि यता चाहिँ हाम्रो नेपाल हो गाइज। यो रातो झन्डा गाडेको चाहिँ चाइनाको बाटो हो। घरहरू हुन्। चाइनाको धारा यतापट्टि नेपाल हिँड्दै चाहिँ खचड हिँड्ने बाटो गाइस। दैनिकी हाम्रो चाहिँ यसरी चलिरहेछ जिन्दगी। बल्ल सिँढी बाटो आयो। यतापट्टि चाइनाले राखेको सिसी क्यामेरा मोनिटर हुँदै हामी चाहिँ जाँदैछौँ। तल अरुण नदी तल छन् ट्याक्कै। हेर्नुहोस् गाइज पारिपट्टिको पुलिसहरूको क्याम्प हो गाइज। यहाँनिर छ, म अहिले देखाउँछु। ल गाइज अब चाहिँ आउन लाग्यो है। जोरदार हिँड्दै हुन्छ हाम्रो हल्दार साहब। फर्किआए लगभग हाम्रो सीमा क्षेत्र वारपार आउन आँटो गाइज। नेपालबाट लाने सामानहरू स्टोर गर्ने ठाउँ हो गाइज। नेपालीहरूले राख्ने ठाउँ हुँदै चाहिँ हामी हुँदै चाहिँ अब ठ्याक्क हाम्रो चाइनाको वारपार गर्ने गेट यो गाडी चाहिँ चाइना पारी गेट हाम्रो चाहिँ कुरा हो। पारी हाम्रो चाइना जान्छ। उयो परापट्टि हाम्रो पिलर हो गाइज। माथि जान्छ। यही हो हाम्रो अरुण नदी हो। साउन्ड चेक भएर चाहिँ
बाढी लगिँदो रहेछ गाइस हाम्रो उता चाइना उता गाइस